Dabur Red Paste presents Sakki Goni, powered by Dish Home Internet and Godrej Expert Hair Color. Title sponsor. Thought dental problems sanga लड्नको लागि Dabur Red Paste problems ले राख्छ कोसौं टाढा. Powered by Dish Home को इन्टरनेट भरपर्दो र विश्वासिलो छ म जस्तै. Hair color, hair चाह वाला color. होय Godrej Expert Rich Cream hair चाह वाला color. NIC Asia. बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि. co-sponsored by ज्ञान सोल्टी ल्याएपछि त रात पनि दिहाल है. ज्ञान पाए ज्ञान नै रोज्नी. Energized by तपाईको असली एनर्जी रेड बुल असली नै रोजौं. Broadcast partner Himalaya Television HD and EH Digital YouTube channel, created by JPT Creation and AD Release Initiative. सक्की गोनी रिसले सारा बिगार्छ, मुस्कानले जीवन सिंगार्छ. नाचौं न बजाई मादल, मनको हटाई बादल. नाचौं न बजाई मादल, मनको हटाई बादल. घरको र फर्को के गर्ने छैन नि कोही नमर्ने. गर्नु छ काम रसिलो, पार्नु छ जीवन हँसिलो. अहिंसा शान्ति करुणा जीवनमा पुरै भरौँ न. मर्नका निम्ति नमरी अरूका निम्ति मरौँ न. जीवन बाँचुन् जेलीलाई हो नि, जीवन बाँचुन् जेलीलाई हो नि. सकिएपछि त सक्की गोनी, सकिएपछि त सक्की गोनी, सकिएपछि त सक्की गोनी, सकिएपछि त सक्की गोनी. ए मेरो एदुमे, ए मेरो दाहिने हात, ए मेरो लिट्टे, ए मेरो बोको हराम. कता हो त? ए मेरो दाहिने हात कता हो के? यता यता सिधै बाख्राको खोरमा आउनु न. ए मेरो दाहिने हात, ए मेरो लिट्टे. यो बोकाको खोरमा के गरेर बसिरहेको? यो बुकको आराम अब एकदमसँगले बोको बाँध्ने खोरमा छिरो नि त. अनि बोकाको खोरमा छिर्नुपर्ने कारण चाहिँ? अब अलिअलि मात्रै होइन, पुरै दुङदुङती गनाउन थालिसकेपछि खोरमै त छिर्ने हो नि. अहिलेसम्म आफ्नो बिहे भएन. ए यो कुरामा पो तनाव लिएर छ्यास बोकाको खोर छिर्यो है तिमी? लु न कक्रोचजी, अब मलाई बोकाकै खोरमा राख्ने कि खोरबाट बाहिर निकाल्ने तपाईँकै हातमा छ है. लु त मेरो बिहे गराइदिनु पर्यो. अब जर्किन सहित खोरमा छिरेको बोकाको बिहे त मैले गराउनै पर्यो. आज तसँग छ्यास जमाउनु त भनेर आएको थिएँ, अब कुरो उल्टी गयो नि. यसो गरौँ नि त, हिँड्न त्यहाँ मेरो घरमा जाउँ त एकछिन. ए मेरा बाबु, ए मेरा जन्मदाता, ए मेरा राता आँखे, ए मेरा कान भुत्ले, ए मेरा ओडार नाके. बाबा ठाकुर लु न, छ्यास बिहे गरिदिनु पर्यो. घरमा स्वास्नी हुँदा हुँदै तेरो फेरि बिहे गर्नु पर्यो. मेरो बिहे होइन क्या बाउ. ए यो मेरो साथी गुरिल्लाले बिहे गर्ने इच्छा प्रकट गर. मेरो कुरो त्यही हो. अब एकदमसँगले मेरो बिहे गर्नु पर्यो क्या बडाउ. ए सुरु, उता तिम्रो माथितिर केटीहरू छैन? यस्ता जर्किन बोकेर रक्सी मात्र धोक्नलाई केटी खोज्देर मलाई आफ्नो इज्जत फाल्नु छैन. के रे
मेरो साथीको बारेमा मलाई थाहा हुन्छ कि तँ चिबेलाई थाहा हुन्छ? एक्कासी झर्किन्छस्? झन् शान्तिपूर्ण हिसाबले जर्किन बिसाएर बुढीको ब्याग बोकेर हिँड्छु भनेर भनिरहेको छ उसले। तँ बढ्ता जान्ने हुन्छस् चिबे। तिमीहरू कहाँ केटी खोज्ने, कसलाई बिहे गर्ने आफै खोज्नु। ए बुहारी भइगयो नझर्क। यदुमे अब कतै केटी खोज्न जानु पर्दैन त। त्यहाँ पारी ढुङ्गाना बाले चाहिँ राम्रो केटो पाएदेखि म छोरी दिन्थेँ, बिहे गर्नु छ भन्थे। म तँलाई त्यतै लिएर जान्छु नि त। लु जाउँ। तर यदुमे एउटा कुरो चाहिँ के हो भने तँ सुध्रिनु चाहिँ पर्छ है। ल ए है लु नमस्ते है ढुङ्गाना बा। यो चाहिँ मेरो छोरोको साथी। अब केटो असल पनि छ, इमान्दार पनि छ। अनि हजुरकी छोरीको हात माग्न भनेर यसलाई लिएर आएँ हजुर। एउटा छोराले टुङ्गो लाउने, छोरालाई सोध्नुपर्छ। सुमन बाहिर आऊ त। ले बाबु बसौँ न। नमस्कार हजुर। यो बाबुलाई लिएर हजुरकी बहिनीको हात माग्न भनेर आएको। अब बुवासँग कुरा गरेको, बुवाले चाहिँ सबै कुरो मेरो छोराले टुङ्गो लाउँछ भन्नुभयो। लु न हजुर, अब कुरो के हो? अनि जाँड रक्सी खैनी चुरोटको लतमा लाग्नु भएको छैन म? जाँड रक्सीको स्वाद चाहिँ कस्तो हुन्छ होला? कोही खाने मान्छेहरूले चाहिँ अलि टर्रो हुन्छ भन्छन्। बरु तपाईँ नै भनिदिनु न कस्तो हुन्छ जाँड रक्सीको स्वाद? अनि मलाई चाहिँ के थाहा त, म पनि खाने भए पो मलाई थाहा हुन्छ त। ल कुरा मिल्यो नि। ल जाँड रक्सी चुरोट खैनी केही पनि नखाने भलाद्मी केटो ल्याइदिएको छु, बहिनी दिए हुन्छ। ए ल ठिक छ। त्यसो भए केटाले केटी पनि हेर्नु पर्ला, केटीले केटा पनि हेर्नु पर्ला। ए बहिनी बाहिर आऊ त। अनि बा कति वर्ष पुग्नु भयो? 65 पुगेँ। ए 65। मन पर्यो है मलाई चाहिँ। तँलाई मन पर्यो त? ए है लु कुरो मिल्यो नि। ल अब यसको बाउ कोइला खातिर गएको छ, बाउ छैन। अब सबै कुरो मैले गरिदिने हो। भोलि बिहानै जन्ती लिएर आउँछु। ल भोलि नै जन्ती लिएर आउने हो भने बिहे चाहिँ छोटो मिठो गर्नुपर्छ, तयारी गर्ने भ्याइँदैन। ए भइहाल्छ नि। हेर्दैमा एकदमसँगले बेहुलो पनि हुने भयो नि त। म तपाईँको फ्यामिलीले मलाई यति ठुलो गुण लागेको छ, त्यो गुण म कहिल्यै पनि बिर्सिन सक्दिनँ। बिर्सिस् भने फेरि गइस् नि। बिर्सिन सक्दिनँ। अब तेरो बाउ कता लाग्यो पुन्न पुछारको छ क्या तेरो बाउ चाहिँ। तर मेरो बाउले तँलाई हेरविचार गरेका छन् नि त। गरेका छन् नि। आज केटी खोजे नि त मेरो बाउले। खोजेनन्? खोजे नि त। राता आँखे ठिक छ नि मान्छे। मेरो बाउ कक्रोचजी भोलि बिहानै बेहुलो भएर जानु छ। अब अरू चाहिँ नखाउँ होला है, आजलाई उठौँ। यो तेरो पहिलो बिहे हो कि होइन? हो। तेरो चौथो बिहे हो त? होइन नि। अनि यो ऐतिहासिक घडीमा बाबा ठाकुर उठ्ने कुरो नगर्न मेरो दाहिने हात। होला सालजी, अर्को एक बोतल ल्याइहालौँ है। लु जमाउँ न आज क्या, जमाउँ न।
प्लिज कक्रोचजीसँग जमिन्छ क्या ले हाल त यहाँ रेडी गरे अर्को पनि रेडी गरे जमाउन आज लु जम्मु अब त उठ्नै सकेला जस्तो पो छैन कक्रोचजी। लु न म भोलि बिहानको बेहुलो हुँ, यति कुरा चाहिँ मनन गरिदिनुहोस् क्या है। ल मनन गरे ल भोलिको बेहुलो त म तपाईँ हो भनेको क्या म हो त तपाईँलाई चाहिँ अलिकति डोज नपुगेको हो कि जस्तो लाग्छ क्या मलाई। झल्नु पो रहेछ त कहाँ हिँडेछ? कहाँ हिँड्नु? फुर्के जानु पर्यो भनेर हिँडेको। त्यसो भए अब फुर्के गएर खानु। फुर्के त नजाउँ होला कि फुर्के जाउँ न एकछिन फुर्के ल बस्नु फुर्के जाउँ। कक्रोचजीले भन्नुभयो फुर्के है फुर्के गएर खाने क्या हो फुर्के लिएर हिँड्छ त फुर्के लाग्यो फुर्के कता आइयो कता छु म त्यति त भनिदिनु पर्यो नि कक्रोचजीले मलाई। म खसेँ कि कहाँ? ल केटा झर फुर्के आइसक्यो अब हामी आइपुग्यो त। एदम सर झरौँ है एदम है खोइ त मेरो गुरुले कान्छी भोलि त लक्ष्मीले त स्वर्ग दियो नि भाइ, तेरो पालो कहिले हो कुनी? मेरो पालो नि आउँछ भन न। कोसर बटारी सक्यो हो? सक्यो। दाल तरकारी चट्ट बनाउनुपर्छ। पानी पाइन्छ? खरो हो क्या मलाई? लु न कसैले पानी दियो भएको केही होइन, रक्सी धेर एकदमसँगले 4 पाउ टेकेर बोल्न आइयो। पानी दिएन कसैले। ए कान सुन्दैनौ तिमीहरू? खराब हो क्या यहाँ? ए बुझ्नी जाऊ पानी ल्याऊ। ठुक्क नालायक, तेरो चरित्र यस्तो भयो? तँ नबोल, तँलाई बोल्नु भने केही छैन। आफ्नो पालो आएपछि बोल्ने गर। ए बहिनी जाऊ न पानी लिएर आऊ छिटो। ए बहिनी नरो, धन्न यसले बेलैमा असली रूप देखायो, नत्र त फस्ने रहेछस्। यसलाई त
Sakigoni. Dabur Red Pest presents Sakigoni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. Sakigoni. हास्य टेलिसिरियल भद्रगोल सखीगोनी हुँदै अब जिग्री पाडे टिमको प्रस्तुति नेपाली सिनेमा लाज शरणम। सिनेमा घरमा यही फागुन 14 गते महाशिवरात्रिको दिन। सखीगोनी। उही पुरानो छाना फेरौला, भोकै टार्ने खाना फेरौला, उही पुरानो छाना फेरौला, भोकै टार्ने खाना फेरौला। कठै हेर्दा हेर्दैमा गइगयो मेरो जिन्दगी। गाउँभरिकाले कटेज भएन, कटेज बनाउनु पर्यो भन्छन्। अब पनि कटेज नबनाउने? दुनियाँले कठै भन्ने भइगयो जिन्दगी, अब के बनाउने? अरू कुरा हैन, अब कटेज बनाउनु पर्यो। ऋण काटेर हुन्छ कि के गरेर हुन्छ? चिन्ता नलिनुस्, जिन्दगी अनेक गर्नुपर्छ। चिन्ता नलिनुस्, जिन्दगी अनेक गर्नुपर्छ। रित्तो जार लिएर जानेले पनि फेरि त्यही जार भर्नुपर्छ। हिजोसम्म म छु भन्ने नहुन सक्छ त्यो दिन। सुनै, हिजोसम्म म छु भन्ने नहुन सक्छ त्यो दिन। अन्तमा एक्लै मर्नुपर्छ, एक्लै जल्नुपर्छ। अब तैँले सुरेश तिमिलसिना यो लङ्गट भाइको 4 लाइन गजल सुनिहालिस्। टुप्पो लाएर ठपक्क बस है त। छानु फेर्नु पर्छ कि के गर्नु पर्छ त्यो मलाई सबै थाहा छ। फेरौँला नि, हुन नि पर्यो पैसा। अब भन्नेलाई भनिदिनलाई सजिलो छ। मैले कहाँबाट ऋण खोजेर ल्याएर कटेज बनाउनु? अब मुख बजारे भइहाल्यो, घरमा बस्नेलाई के छ र? ओहो पाण्डे दाजु कता हो? यो जङ्गलको बाटो हुँदै एउटाले अमेरिका लान्छ रे भनेको सुनि, त्यही भएर अमेरिका पुगिन्छ के भनेर हिँडेको। नजिस्किनु न, मेरी छोरीको बिहा गर्नु पर्यो। कैयौँ केटाहरू हेर्न आए, यसो हेर्छन् फर्किन्छन्। कसैले मन पराएन। मेरी छोरी त बुढी कन्या नै बस्ने भाइ। लु न पाण्डे दाजु, जसरी हुन्छ मेरी छोरीको बिहा गरिदिनु पर्यो। अब बिहे गराउनलाई कुन चाहिँ गाह्रो कुरा हो र? मसँग 101 केटाहरू छन्, तर मलाई चाहिँ केटा के? मेरी छोरीको बिहा गराइदिनुहोस्, बरु म तपाईँलाई राम्रै पैसा दिन्छु। ल ठिकै छ, त्यसो हो भनेदेखि एकचोटि छोरी हेरौँ नि त, होइन? हुन्छ, हेरौँ। छोरी नमस्कार। नमस्ते। राम 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 राम। औँसीकै रातको उत्पादन रहेछ नि। दाँत पनि कोदाली पाते दाँत रहेछ, नाक पनि के हो त्यो? बिक्न गाह्रो छ यो, बिक्न गाह्रो छ। दाजु छोरी यही हो, एकदम इमान्दार छे, संस्कारी छे, व्यवहारिक पनि छे। तर केटाहरू हेर्न आउँछन्, बस्न पाउँदैन, थपक्क उठेर जान्छन्। अब गाह्रो चाहिँ तेरी छोरी बिक्नलाई अलि गाह्रै देखेँ मैले है। तर अब पाडे सोल्टीले हात हालिसकेपछि काम फट्टे नहुने त कुरै भएन।
यो काममा चाहिँ अलिकति बढी दिमाग ख्याउनु पर्ने चाहिँ हुन्छ मैले है। ल भन्छ मलाई कति आउँछ? कति त आफै भन्नु न। नखट 5 लाख दिने हो भनेदेखि म यो काम गरिदिन्छु। ल त्यत्रो त कसरी सक्नु? कति दिन्छस् त भन्न त। ल कति दिने भन्छ? 2 लाख। ल ठिक छ, अब 2 लाखमै भए पनि म तेरो यो काम चाहिँ गरिदिन्छु है। बाहिर नभन्नु नि फेरि, मेरो मार्केट बिग्रिन्छ है। हस् ल मैले त भयो, अब बिहानै बेहुलो भएर जानु छ भनेकै हो। तपाईँले नि ऐतिहासिक छेड हो भन्दै एकदमसँगले मलाई उकासेर वहाँ फुर्केसम्म लगेर त यो सब चौपट भएको। चौपट केही भएको छैन है। तैँले राम्री केटी पाउँछस् त ढुक्क। फेरि यदुमे यो बिहे भन्ने कुरो चाहिँ लगन नजुरेसम्म मरि काटे हुँदैन है। मेरो पनि भएको त्यही हो नि त। त्यो भन्दा राम्री केटी पाउनका लागि भगवानले घुमाइ फिराइ तँलाई झल्लु बनाएर त्यहाँ पुर्याएका हुन् क्या। सबै हो भगवानको खेल हो नि त। हो त, साँच्चै अप्सरै भेटिन्छन् कि क्या हो मेरो लागि? बेर छैन है, बेर छैन। ए नागा हो के हो तिमीहरू दुईजनाको? ए मेरा हजुरबा, ए मेरा पितृ, ए मेरा चौरासी। यो मेरो गुरिल्लाको बिहे गरौँ भनेको केटी पाइएन। केटी? मेरी आमै नि केटी नपाउने भन्ने पनि हुन्छ। नेपालमा उसै पनि केटा भन्दा केटीको संख्या धेरै छ। केटी नपाउने भन्ने पनि हुन्छ। बरु यहाँ त केटीले केटा नपाएर तडपिराखेका छन्। केटी मसँग छ, चिन्ता लिनु पर्दैन। कहाँ हजुरबा? जहाँ भए नि मसँग छ। भोलि नै केटी हेर्न जानुपर्छ, म लिएर जान्छु है त। ल ल ल, आई एम रेडी। ल छिप्पिएको बुढोको पाको दिमाग भनेको एकदम एकदम। पाडे हजुरमै लागेपछि हामीलाई के टाउको दुखायो? एकदम सँगले मेरो आफ्नै भिनाजु उन्नी त जेठी फुपूका बुढा। कटेज चाहिँ कसरी बनाउने हो के? कटेज बन्ने सम्भावनाहरू चाहिँ धेरै नै छ, तर अहिले चाहिँ म एउटी राम्री केटीको खोजीमा छु। के भन्यौ रे? यो बुढेसकालमा म माथि सौ त? त्यस्तो होइन के चन्द्रू, एउटा अर्जेन्ट कामका लागि हो क्या। एउटाले बिहे गर्छु भन्दैछ। त्यो डाम्नाको बिहे उतारिदिनु पर्ने छ के मैले। नमस्कार ठुल बाबा। नमस्कार ठुली आमा। नमस्कार ठुली आमा। नमस्ते नमस्ते। ल ओहो, वहाँ भुटानको लामी डाँडाबाट पाहुना पो आएछन् त ल हाम्रो घरमा। अनि फरिन्द्रेको छोराछोरी होइनौ त तिमीहरू? हो ठुला बा। ल ल, जिन्दगीमा मेरा कटेजमा पाहुना आउँदाखेरि पहिलो पटक खुसी भएको मान्छे हो है म। ल यस्तो ट्याममा आयौ नि तिमीहरू। हेर त छोरी पनि कति राम्री हो। जे होस् भगवान छन् है। ल एकछिन बाहिर हिँड्छ, एउटा कुरो पर्यो कि।
के भने नि कुरो बुझ्ने होइन। अझै पनि सुध्रिनु भएको छैन है ठुलो बा तपाईँ? अझै यस्तो फटा कुरा गर्नुहुन्छ? नकरा न मुला त यहाँ ठुला बाको घरबाट भुटान फर्किँदाखेरि गोजीमा 10-12 वटा हात्ती हालेर हिँड्दा कम्ता मजा हुन्छ, सम्झि त ल। सक्की गोनी। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibernet and Godrej Expert Hair Color. सक्की गोनी। हास्य टेली सिरियल भद्रगोल सखी गोनी हुँदै अब जिग्री पाण्डे टिमको प्रस्तुति नेपाली सिनेमा लाज शरणम। सिनेमा घरमा यही फागुन 14 गते महाशिवरात्रिको दिन। सक्की गोनी। लु आइयो है आइयो। नमस्कार है हजुर, नमस्कार। नमस्ते। नमस्कार। लु केटो यही हो? म त जखमली हो नि। केटो यही हो। म भएपछि ढुक्क भए हुन्छ, तपाईँ केही सोध्नै पर्दैन, आँखा चिम्लेर छोरी दिनु भए हुन्छ। लु छोरीलाई बोलाइहालौँ त। हिरा छोरी, हिरा बाहिर आऊ त। डन भयो ल, एकदमसँगले लक गरिदिउँ। भने होइन मैले ल, यसले मान्छे चिन्छ क्या, राम्रोसँग चिन्छ। फेरि अब हाम्रो छोरी पनि त कम्ता राम्री छ त ल। एकदमै यत्तिकै केटीले घर चलाउँछ है ल। किनभने मैले सर्रै हेरेँ होइन, यिनका खुट्टाका औँला लामा छन् क्या। ज्यादै कोमल र मुलायम पनि छन्। हो नि, छोरी जन्मेपछि मैले पछाडि फर्केर हेर्नै परेको छैन। ल कुरो टुङ्गियो है ल। अब यो केटोले भोलि नै जन्ती लिएर आउँछ, बिहे डन। लु त कक्रोचजी, अब चाहिँ हामी द्रुत गतिमा एकदमसँगले बिहेको तयारीमा लागिहालौँ त। नमस्कार है, गयौँ है अहिले। केटी गतिले है, मेरी बुढी भन्दा तेरी बुढी राम्री हो र। ओइ लु मेरो पनि अब टुङ्गाइदिइहाल्छ ल, दुईले त मलाई ले। छोरी अब त यहाँ अब ठुलबाले जे भनेको छु त्यो मान्ने ज्ञानी हुने है, नहात्तिनी नडराउने के पनि हुँदैन है। ल ल ज्ञानी हुने आयो ल। अब सबै प्लान चाहिँ मैले भनेअनुसार गर्ने नि फेरि है। हस् ल ल ल है छोरी, ल गएँ है त म अहिले। होइन, एकचोटि कुरा नगरी त मलाई निन्द्रा लागेन। कसले फोन गर्यो फेरि? हेलो। लु त भिनाजु, मलाई हिराको नम्बर चाहियो। औँठीको नापो सोध्नु पर्यो क्या। ए हिराको नम्बर? ल ल म पठाइदिउँला है।
हिरा हजुर को बोल्नुभयो? म त्यही आज कुरो छिनेको मान्छे के त बुझ न तिम्रो हुनेवाला दुला। ए अनि खाना खायो? खाए। के गर्दैछौ? सुतिरहेको छु। हस् राख्दै है त अब। गुड नाइट। आई लभ यु। हस् गुड नाइट। मान्छे त झन् राम्री न राम्री, त्यहाँमाथि स्वर पनि यति मिठो रहेछ लु। हेलो कक्रोचजी, एकचोटि जानु पर्ने भो। ए मेरो दाहिने हात, यति राति कहाँ जाने भनेको? एक झमट त हेर्नै पर्ने भो हिरालाई। स्वर त झन् यति मिठो रहेछ कि नहेरी त सुत्नै नसक्ने भएँ म। ए मेरो गुरीला, अहिले त सुत क्या, भोलि जन्ती जानुपर्छ अनि उतै हेर। होइन कक्रोचजी, एकचोटि त हेर्नै पर्छ। ल ल म आएँ। हेलो सुन न, म त तिमीलाई नहेरी बस्नै नसक्ने भएर तिम्रो घरको पछाडि आएको छु। एकचोटि बाहिर निस्क न, निस्क निस्क। अहिले त म सुतिसकेँ, भोलि त भेट भइहाल्छ नि हाम्रो। एकैचोटि क्या प्लिज, म एक झमट हेरेर गइ नै हाल्छु क्या। म लाइट अफ गरेर सुतिसकेँ। प्लिज हिरा, एकचोटि झ्यालमा आउनु। कक्रोचजी, हिराले त फोन काट्दिन्। लु न एकचोटि त हेर्नै पर्यो क्या। हिराको बहिनी त हेरि नसक्नु पो रहेछ त। होइन एउटै घरमा औँसी र पूर्णिमा पनि हुन्छ, त्यसलाई त कसैले पनि बिहे गर्दैनन् कक्रोचजी। हेर्नै नसक्ने कम्ती नराम्री रहेछ त। अब हिरालाई भोलि हेर्नु क्या। लु अहिले हेर। सक्किगो नि। Dabur Red Pest presents Sakkigoni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. सक्किगोनी। हास्य टेली सिरियल भद्रगोल सक्किगोनी हुँदै अब जिग्री पाण्डे टिमको प्रस्तुति नेपाली सिनेमा लाज शरणम। सिनेमा घरमा यही फागुन 14 गते महाशिवरात्रिको दिन। सक्किगोनी।
हेर त ल बिहे एउटा बेहुलो एउटा बेहुली दुईटा गजबै होला यस्तो छ है यो बेला बेहुलीहरू रेडी हो नि रेडी हो हामी त रेडी हो ल झन्टी पनि आइपुगे जस्तो छ सबै मैले भने अनुसार गर्ने है फेरि यहाँ म गएँ झन्टी पछि कक्रोजी मैले त एकदमसँगले विश्व सुन्दरी नि हात पारेँ नि त म चाहिँ ओभर एक्साइटेड भएर भुक्लुकै ढल्न पनि सक्छु मलाई तपाईँ सम्हाल्नुहोस् है एकदमै तँ ढलिस् भने म छु नि तर मेरी भन्दा तेरी बुढी लाभस्तेषां जयस्तेषां कुतस्तेषां पराजये येषां विजयवरस्यामो हि देशो जनार्दन तदैव लग्न सुदिनं तदैव जनारे ल यहाँ दियोमा जनारे अलि छिटो सिन्दुर हाल्ने तिन लानु न दौडाउनु के दौडाउनु बिहे ल हजुर ल अब एकैचोटि यो दियोलाई एकचोटि यहाँ पूजा गरेर कलशमा गर्नुहोस् त ल मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षो मङ्गलाय तनुहरि ल यो त रीति तयारी गर्नु पर्ला नि त ओम अपवित्र पवित्रो वा सर्वावस्थां वरस्यामो हि देशो जनार्दन ल हजुर सिन्दुर हाल्ने बेला भयो बेहुलीलाई कपडा फेरेर ल्याउनु पर्छ हस् पाण्डे दाजु हजुर छोरीलाई कपडा फेर्नु पर्ने भयो रे फेरा लिएर आउँ त छोरी आऊ तदैव लग्न सुदिनं तदैव तारबलं चन्द्रबलं तदैव विद्याबलं अब तिमी सेलरोटी खाने कसार खाने टिकटक बनाएर बस्ने है कोदाल काटिने नि ल्याइ सिन्दुर हाल्नु दौडाइ छिटै अब सिन्दुर हाल्नु यति राम्री ब्युटिफुल मेरी लभली हिरालाई म सिन्दुर हाल्दिनँ होला त बुको राम कक्रोजी
ल विवाह कार्य सकियो अब बेहुलीलाई अन्न हुन्छ कक्रोचजी बिना जुत्ता एकदमसँगले डाक्को छोडेर पो रोइरहेछन् त हजुर किन रोको तिमी चाहिँ रुनुपर्ने चाहिँ उहाँ हो उहाँ फेरि हाँसिराख्नु भएको छ यस्तो के नाति ऊ हाँसिरहे पनि उसको मन कति रोइराख्या होला त्यो त मलाई मात्रै थाहा छ नि होइन जे होस् भदा तैँले राम्रो श्रीमती पाइस् अब राम्रोसँग जानु है हस् विनयजी नलजाऊ न यसरी अब म तिमीलाई एकदमसँगले तिम्रो लभली हस्बेन्डको माया देखाउँछु नि त घुम्टो खोल न अब ढिलो नगरौँ घुम्टो खोल मेरो दाहिने हात पनि प्याक भयो तर बुढी चाहिँ गत्तिली फेला पार है मेरी बुढी भन्दा त्यसकै बुढी राम्रो के गर्दैछ त एकछिन छास रोस्ट हान्दिउँ हेलो तपाईँ यहाँ घरमा आउनु न कसको घरमा तपाईँको साथी यदुमेको घरमा ए भाउजू बोल्नु भएको हजुर हजुर तपाईँ यहाँ अर्जेन्ट आउनु पर्ने भयो होइन हो भाउजू आज त अब तपाईँहरूको स्वागतको दिन मैले डिस्टर्ब गर्ने कुरै भएन नि होइन होइन तपाईँ तुरुन्तै आउनु पर्ने भयो ल ल भाउजू म आइहालेँ ए सुरु यो कोट भित्र राख है म तल पुगेर आउँछु ए मेरो साथी ए मेरो दाहिने हात ए मेरो लिट्टे ए मेरो बोको हराम तँलाई मैले बारम्बार भनेको थिएँ नि मेरी बुढी भन्दा तेरी बुढी राम्री भनेर रिसले सारा बिगार्छ मुस्कानले जीवन सिंगार्छ नाचौँ न बजाई मादल मनको हटाई बादल नाचौँ न बजाई मादल मनको हटाई बादल
फोटोग्राफरको के गर्ने छैन नि कोही नमर्ने गर्नु छ काम रसिलो पार्नु छ जीवन हँसिलो अहिंसा शान्ति करुणा जीवनमा पुरै भरौन मर्नका निम्ति नमरी अरूका निम्ति मरौन जीवन बाँचुन् जेलीलाई हो नि जीवन बाँचुन् जेलीलाई हो नि सकिएपछि त सकिगो नि सकिएपछि त सकिगो नि सकिएपछि त सकिगो नि सकिएपछि त सकिगो नि Dabur Red Paste presents Sakki Goni, powered by Dish Home Internet and Godrej Expert Hair Color. Title sponsor. सात डेन्टल प्रब्लम्स सँग लड्नको लागि डाबर रेड पेस्ट प्रब्लम्सले राख्छ कोसौं टाढा. Powered by डिश होमको इन्टरनेट भरपर्दो र विश्वासिलो छ म जस्तै. हेयर कलर हेयर चाह वाला कलर में होय होय नॉट इज एक्सपर्ट रिच क्रीम हेयर चाह वाला कलर. NIC एशिया बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि. Co-sponsored by ज्ञान सोल्टी ल्याएपछि त रात पनि देखिहाल है ज्ञान पाए ज्ञान नै रोज्ने. Energized by तपाईको असली एनर्जी रेड बुल असली नै रोजौं. Broadcast partner Himalaya Television SD and ES Digital YouTube channel, created by JPT Creation and AD Release Initiative.